यहाँहरू सबैलाई सबैभन्दा पहिले पार्टी केन्द्रीय कमिटी र स्वयं मेरो आफ्नो तर्फबाट हार्दिक तथा न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। चितवन जिल्लाका जनप्रतिनिधिहरूको निम्ति आयोजित यस विशेष प्रशिक्षण र अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पाउँदा मलाई निकै खुसी लागेको छ। पूर्ववक्ता करुणहरूले भन्नुभए जस्तै कार्यक्रमको आयोजनामा अलिकति विलम्ब त भएको छ, किनकि करुणहरू आफ्नो कार्यकालको उत्तरार्धमा हुनुहुन्छ। 3 वर्ष पुरा भएको छ र अब 2 वर्षभन्दा कम समय करुणहरूसँग बाँकी छ। तर मलाई लाग्छ यो कार्यक्रमले बाँकी 2 वर्षलाई अझ बढी परिणाममुखी बनाएर चितवनमा पार्टी कामलाई बलियो बनाउन, जनप्रतिनिधिहरूको भूमिकालाई उजागर गर्न, अझ प्रभावकारी बनाउन निश्चय नै केही न केही सहयोग गर्नेछ। म कार्यक्रमको पूर्ण सफलताको पनि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। त्यति बेला स्थानीय तहलाई, त्यति बेला हामी स्थानीय निकाय भन्थ्यौँ, त्यसलाई संवैधानिक प्रबन्ध गरिएको थिएन र अधिकारहरू पनि निकै सीमित थिए। त्यति बेलाको मानसिकता राज्यको असाध्यै केन्द्रीकृत थियो। त्यो स्थितिभित्र 2048 सालमा पार्लियामेन्टमा जननेता मदन भण्डारीले तत्कालीन त्यति बेला श्रीपासको सरकार भनिन्थ्यो, सरकारबाट प्रस्तुत नीति र कार्यक्रममाथि बहस गर्ने क्रममा अधिकार सम्पन्न स्थानीय तहको बारेमा, अधिकार सम्पन्न स्थानीय निकायको बारेमा निकै सशक्त ढङ्गले उहाँले आवाज उठाउनु भएको थियो। त्योभन्दा अगाडि तत्कालीन संविधानमा आलोचनाका 27 मुद्दाहरू राख्दा स्थानीय तह र विकेन्द्रीकरणलाई संवैधानिक एउटा मान्यता, संवैधानिक प्रबन्ध गर्नका निम्ति पार्टीले जोरदार ढङ्गले आवाज उठाएको थियो र 2055 सालमा जारी भएको स्थानीय स्वायत्त शासन ऐनमा त्यो ऐनको निर्माण र त्योभन्दा अगाडि 2054 सालमा सम्पन्न स्थानीय निकाय निर्वाचनमा त्यसलाई समावेशी बनाउन नेकपा एमाले निर्णायक रोल खेलेको थियो। तपाईहरुलाई थाहै छ, त्यति बेला प्रत्येक वडामा निर्वाचित हुने 5 जना सदस्यहरूमध्ये 1 जना महिला अनिवार्य। त्यति बेलाको कार्यपालिका अथवा पालिकामा भनौँ गाविसमा चाहिँ दलित जनजातिहरूको उपस्थिति अनिवार्य, जिल्ला विकास समितिमा त्यही ढङ्गको उपस्थिति अनिवार्य हुने गरी स्थानीय तहलाई बलियो बनाउने सन्दर्भमा नेकपा एमाले प्रारम्भदेखि नै लिड गर्दै आएको छ। क्रियामा प्रवेश गर्यो संविधान सभामा, त्यहाँ संहिता 2 तहको बनाउने कि 3 तहको बनाउने भन्ने बारेमा काफी बहसहरू भए। कतिपय पार्टीहरूका निम्ति नेकपा माओवादी केन्द्र र अरू कतिपय मधेस केन्द्रित दलहरू, उनीहरूका निम्ति संहिता भनेकै केन्द्रको अधिकारलाई प्रदेशमा निक्षेप गर्ने कुरा, त्यसलाई त्यहाँ विन्यास गर्ने कुरा मात्रै हो भन्ने मान्यता थियो र स्थानीय तहको बारेमा संविधानमा या त बोल्दै नबोल्ने या बोले पनि स्थानीय तहलाई प्रदेशको तजविजी अधिकारभित्र राख्नुपर्छ भन्ने ती मान्यताहरू थिए। तर यही नेकपा एमाले हो जसले लगातार लडेर हाम्रो संहिता 2 तहको होइन 3 तहको हुनुपर्छ, किन संहिताको मूल मर्म भनेकै जनताको आँगनमा राज्यलाई पुर्याउने हो भने सिंहदरबारको अधिकारलाई 7 वटा 10 वटा प्रदेश केन्द्रमा मात्रै पुर्याएर स्थानीय त्यो स्वायत्त शासनको मर्म स्थापित हुन सक्दैन। त्यसबाट अधिकार सम्पन्न स्थानीय तहहरू चाहिन्छ भनेर हामीले संविधान सभाभित्र निकै लड्यौँ र हामीलाई गर्व छ कि आज स्थानीय तहहरू जुन हदसम्म अधिकार सम्पन्न भएका छन्, त्यो निर्माणमा, त्यो स्थिति बनाउनमा नेकपा एमालेको निकै महत्त्वपूर्ण। त्यति बेला पनि हामी एक्लै चुनाव लडेका हौँ, त्यति बेला पनि काङ्ग्रेस माओवादीको गठबन्धन नै थियो। अहिले पछिल्लो समय जस्तो एकदम कम्प्याक्ट नभए पनि धेरै ठाउँमा उहाँहरू गठबन्धन गरेरै लड्नु भएको थियो। तर नेकपा एमाले एक्लै त्यति बेला झन्डै 300 जति पालिकाहरू, 296 वटा पालिकामा नेकपा एमाले विजय हासिल गरेको थियो र झन्डै 43% हाराहारीमा हामी स्थानीय तहमा उपस्थित थियौँ। अर्थात् स्थानीय तहसँग, स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने, तिनीहरूलाई सेवा प्रवाह र सुशासनको एउटा मुख्य गेटवे बनाउने
र समाजवाद फुलाउने, समाजवाद हुर्काउने गमलाको रूपमा, नर्सरीको रूपमा तिनीहरूलाई अगाडि बढाउनुपर्छ भन्ने बारेमा नेकपा एमाले एकदम प्रारम्भदेखि नै एकदम स्पष्ट छ। कमरेडहरूले आफ्ना हरेक कामहरूमा कसरी स्थानीय तहलाई हाम्रो पार्टीले अधिकार सम्पन्न बनाउन लडाईँ लड्यो र यो लडाईँ व्यर्थ नजाओस् भन्नका निम्ति स्थानीय तहलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा कमरेडहरूको ध्यान त्यसमा केन्द्रित हुनु जरुरी छ भन्ने कुरा मैले अलिकति सन्दर्भ 2079 सालको निर्वाचनमा हामीले 74 को जस्तो सफलता प्राप्त गर्न सकेनौँ। हामी अलिकति खुम्चिएका छौँ। त्यति बेला हामीले 296 वटा पालिका जितिरहेको बेला हामीले 206 वटा पालिका मात्रै 79 मा जित्यौँ। अस्ति मङ्सिर 16 गते भएको उपचुनावमा हामीले एउटा पालिका थप्यौँ। दैलेखको महाबु गाउँपालिकामा हामीले उपनिर्वाचन जित्यौँ र अहिले हामीसँग 207 जना मेयर या गाउँपालिका अध्यक्षहरू हुनुहुन्छ। अलिकति हामी खुम्चियौँ। त्यो खुम्चिँदा अर्को एउटा तथ्य पनि देखियो। त्यो तथ्य कस्तो देखियो भने हामीले 74 सालमा जितेका स्थानीय तहहरूमध्ये जम्मा 44% मात्रै हामीले हाम्रो विजयलाई कायम राख्न सक्यौँ। 56% पालिकाहरू हामीले गुमायौँ। अर्थात् नयाँ हामीले जित्यौँ। त्यहाँ हामीले नयाँ जित्यौँ, तर पुरानो विजयलाई निरन्तरता हामीले 44% मात्रै कायम गर्न सक्यौँ। यो तथ्यलाई हामीले अलिकति सिरियसली ध्यान दिन जरुरी छ। मैले यो किन तथ्य कमरेडसँग राख्न खोजेको हुँ भने निर्दैछ पाइला मेट्दैछ भने जस्तो भयो भने नयाँ पालिकाहरू त जित्दै जाने, तर हिजो हामीले जितेका पालिकाहरूमा हामीले विजयको यात्रालाई निरन्तर कायम राख्न सकेनौँ भने हामीले स्थानीय तहबाटै तलैबाट जगैबाट समाजवाद निर्माण गर्ने हाम्रा जुन प्रयासहरू छन्, जुन हाम्रो बाटो छ, त्यो बाटोमा अवरोध सृजना हुन्छ। हकमा पनि त्यस्तै भयो। त्यही भएर हामीले 56% फेरि खोज्न सफल भयौँ। अर्थात् एक कार्यकाल जितिसकेपछि अर्को कार्यकाल त्यसमा निरन्तर विजय हासिल हुन नसक्नुका पछाडिका कारणहरू के रह्यो, हामीले यसको बारेमा पनि गम्भीरतापूर्वक समीक्षा गर्नुपर्छ। चितवनमै पनि कमरेडले अघिल्लो कार्यकाल जितेका केही पालिकाहरू राप्ती, खैरेनी थप्नुभयो। थप्दा हामीले के कारणले थपिने नयाँ ठाउँमा विजय नेकपा एमालेको जितलाई सुनिश्चित गर्ने गरी हामीले लगातार कामलाई अगाडि बढाउनका निम्ति पनि मलाई लाग्छ यो मध्यावधि या उत्तरार्धको यो बैठक र समीक्षा महत्त्वपूर्ण हुनेछ भन्ने म आग्रह गर्न चाहन्छु। तेस्रो कुरा कमरेडसँग मैले राख्न खोजेको, अघि अलिकति विषय देवीगणले उठाउनु भएको छ। आज हाम्रो कार्यदिशाले के भन्छ भने हाम्रा कामहरू, हाम्रा सङ्गठन, हाम्रा गतिविधिहरू, शैलीहरू कस्ता हुने भन्ने कुरा, हामीले कस्तो कार्यदिशा लिइरहेका छौँ भन्ने कुराले तय गर्छ। आजको हाम्रो कार्यदिशा हो संवैधानिक, शान्तिपूर्ण र लोकतान्त्रिक प्रतिस्पर्धाको बाटोबाट जनताको बहुदलीय जनवादको कार्यक्रम लागू गर्दै राष्ट्रिय पुँजीको विकास गर्नु र समाजवादको आधार निर्माण गर्नु। आजको हाम्रो कार्यदिशा यो। यसले तीनटा कुरा भन्छ। एक, हाम्रो बाटो शान्तिपूर्ण हुनेछ, संवैधानिक हुनेछ र लोकतान्त्रिक प्रतिस्पर्धाको हुनेछ। दुई, त्यसो गरेर हामीले जनताको राष्ट्रिय पुँजी निर्माण गर्दै जनताको बहुदलीय जनवादको कार्यक्रम लागू गर्नेछौँ। र तेस्रो, त्यसो गरेर हामीले समाजवादका आधार निर्माण गर्नेछौँ। सन्दर्भमा भन्ने हो भने यो शान्तिपूर्ण, लोकतान्त्रिक र संवैधानिक बाटोबाट गरिने आवधिक निर्वाचन र स्थानीय तह र स्थानीय सरकार, के अरे जनप्रतिनिधि निकाय र सरकारहरू हो। जब हाम्रो कामको मुख्य क्षेत्र यो हो भने कमरेडहरू कहाँ हुनुहुन्छ त? अहिले जनप्रतिनिधिहरूको रोल कहाँनिर छ त? तपाईँहरू फ्रन्ट लाइनका, अग्रपङ्क्तिका योद्धाहरूको रूपमा हुनुहुन्छ। तपाईँहरू ब्याक बेन्चर पनि होइन। तपाईँहरू फुटपाथमा उभिएर अरूले हिँडिरहेको बाटोमा, अरूले हिँडिरहेको जुलुसमा ताली बजाउने पात्रहरू पनि होइन। कार्यदिशाले त्यो हाम्रो कार्यशैली र सङ्गठनको ढाँचालाई निर्धारण गर्छ भन्नुको तात्पर्य के हो भने, जस्तो कुनै बेला हाम्रो पार्टी भूमिगत हिसाबले चल्थ्यो। तत्कालीन व्यवस्थालाई ढाल्नु, राजतन्त्र अन्त्य गर्नु, गणतन्त्र स्थापना गर्नु हाम्रो कार्यदिशा थियो। हाम्रो कार्यशैली भूमिगत थियो। त्यति बेला अरू थुप्रै कुराहरूका अतिरिक्त यहाँ थुप्रै कमरेडहरू भूमिगत
जीवन बिताउनुभएका कमरेडहरू हुनुहुन्छ। कमिटीको ओहदामा भएको भए, त्यो जिम्मेवारीमा भएको भए म के गर्थेँ होला। अनि पार्टी कमिटीको कमरेडले मेयरको कुर्सीमा रहेको एकछिन आफूलाई परिकल्पना गरेर मैले दिएको निर्देशन म त्यो ठाउँमा भएको भए मैले कार्यान्वयन गर्न पालना गर्न सक्थेँ कि सक्थेन होला भनेर अलिकति एक्लै अर्काको ठाउँमा उभिएर हेर्ने बित्तिकै धेरै कुराहरूलाई समाधान गर्न सकिन्छ। त्यसो भएर यो मनोविज्ञान निषेध गर्ने मनोविज्ञान होइन, एक्लै अर्कालाई बल पुर्याउने परिपूरण गर्ने काम हो। यसो गर्दाखेरि धेरै ठाउँमा मैले कस्तो देखेको छु, देशैभरि हिँड्दा हामीले जनप्रतिनिधिका धेरै कार्यक्रमहरू पनि गऱ्यौँ। केन्द्रीय पार्टी स्कुल विभागले दुईचोटि नवनिर्वाचित मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षज्यूहरूलाई काठमाडौँमा बोलाएर 79 र 80 र गत वर्ष हामीले प्रदेशमा गएर 3 दिनका कार्यशालाहरू मार्फत उहाँहरूको अनुभवहरू सुन्ने कामहरू पनि गऱ्यौँ। एउटा जनरल ट्रेन्ड के देखियो भने जनप्रतिनिधिहरूले गर्नुभएका कामहरूलाई पार्टीले अपनत्व लिने, स्वामित्व लिने, त्यसलाई झन्डा बनाएर लैजाने, यो पार्टीले गरेको हो भनेर गर्व गर्ने र त्यसलाई स्थापित गर्ने कुरामा कता कता कमी देखिन्छ। त्यसो गर्दा के भएको छ भने पार्टीले के गरेको छ भन्ने देखिने त त्यही जनप्रतिनिधिका काम मार्फत देखिने हो। विकास भयो कि भएन, जनताले राहत पाए कि पाएनन्, सुशासन पाए कि पाएनन् भन्ने कुरा मापन गर्ने कहाँ छ त? हाम्रा दस्तावेज चुनावको बेलामा जिल्ला कमिटीको बैठक कतिवटा बस्यो, प्रशिक्षण कतिवटा चलाइयो, पार्टी सदस्यता सङ्ख्या कति विस्तार गरियो भन्ने कुराले त चुनावको जिताहारमा त फरक पार्दैन। भित्री रूपमा सङ्गठन बलियो हुँदा त्यसले फरक पार्छ, तर जनताको लागि त त्यो धेरै ठुलो सरोकारको विषय हुँदैन। जनतालाई सरोकार हुने विषय भनेको त पार्टीको तर्फबाट विजयी उम्मेदवारहरूले अथवा प्रतिनिधिहरूले के काम गरे भन्ने कुरा हुन्छ। त्यो कामलाई स्वामित्व नलिँदा, त्यसलाई राम्रोसँग स्थापित नगर्दा भएको के छ भने अरू पार्टी र हाम्रो पार्टीले गरेका कामहरूमा ठुलो फरक नभए जस्तो, सबै उस्तै भए जस्तो यो स्थिति देखिएको छ। कतिपय ठाउँमा कतिपय कमरेडहरूले नयाँ काम गर्न नसक्नु भएको पनि सत्य हो। जनप्रतिनिधिहरू एउटै रुटिनमा घुमिरहेको जस्तो, त्यति काम त जो आए पनि हुन्थ्यो, त्यतिका लागि त नेकपा एमाले जित्नै पर्थ्यो र भने जस्तो गरिकन औसत मात्रै काम गर्नुभएको पनि केही ठाउँहरूमा उदाहरणहरू होलान्। उहाँहरूको मेहनतलाई उहाँहरूले केही गरौँ भन्ने उहाँहरूको हुटुटीलाई परिणाम कति आएको छ बेग्लै कुरा होला, तर त्यो हुटुटीलाई चाहिँ हामी सबैले सम्मान गर्नुपर्छ। र जे काम भएका छन् त्यो व्यक्तिगत कुनै मेयरले, कुनै पालिका अध्यक्षले, कुनै वडा अध्यक्षले, कुनै सांसदले, कुनै प्रदेशसभा सदस्यले, मन्त्रीले गरेको होइन, त्यो नेकपा एमाले गरेको हो। नेकपा एमाले थियो, नेकपा एमाले उम्मेदवारी दिएको थियो, नेकपा एमाले जिताएको थियो, नेकपा एमालेको सरकार बनेको थियो। त्यसो भएर उहाँहरूले गर्नुभयो, यो नेकपा एमालेको काम हो भन्ने ढङ्गले स्वामित्व लिएर त्यसलाई अपनत्व ग्रहण गरेर त्यसलाई स्थापित गर्ने काम नहुँदा एउटा त्यो समस्या देखिएको छ। म कमरेडलाई यो कमी नरहोस् भन्नका निम्ति आग्रह गर्न चाहन्छु। जनप्रतिनिधिहरूले पनि धागो चुडेको चङ्गा जस्तो चुनाव जितिसकेपछि चट्ट अब त म स्वतन्त्र आकाशमा स्वतन्त्र ढङ्गले विचरण गर्ने भएँ भन्ने ढङ्गले बुझ्नु हुँदैन। त्यस्तो बुझ्नु भएको त छैन होला, तर कतिपय ठाउँमा पार्टीबाट आवश्यक निर्देशनहरू लिने कुराहरूमा, पार्टीबाट आवश्यक सुझावहरू लिने कुराहरूमा, पार्टीसँग आवश्यक समन्वय गर्ने कुरामा चाहिँ कमी पनि म देख्छु। पार्टीले यस सम्बन्धमा विभिन्न संयन्त्रहरू बनाएको छ। पहिलो त हामीले पालिका सभादल बनाएका छौँ। मलाई लाग्छ चितवनमा सबै ठाउँमा पालिका सभादल बनेकै होला। अध्यक्ष अथवा मेयर जितेको ठाउँमा उहाँहरूको अध्यक्षतामा